गाइस फाइनली गैंडा देखियो। गैंडा चाहिँ अहिले यहाँ चरिरहेको चरम 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 खाइरहेको घाँस है गाइस। देखियो फाइनली गैंडा। गाइस वेलकम टु माई न्यू ब्लग। आज चाहिँ गोलाघाट दोभानतिर सफारी गर्दै आइयो। अगाडि मृगन देखिसकेछ है गाइस। मृगन देखिसकेछ। भिडियो लास्टसम्म हेर्दै जानु है गाइस। नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। है गाइस यहाँ गडाल छेक्यो। चिमन यता गाइस यहाँ अब यसलाई लागा लाटी लाटी ग्याङै छ यहाँ गैडा। यहाँ छ गाइस। हिँड्न चाउँकेको हुन्छ। आउनु 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 घुम्छ घुम्छ आउनु। गाइस बाटो छेकेर छोडेन क्या, त्यही भएर गाडी घुमाउनु पर्यो। अब हामी चाहिँ मात्रै लाग्नुपर्छ। एकै चापटमा घुमाउने ठाउँमै आएन। यतातिर जाँदैछ घुमाउने, यतातिर भएर यतातिर जान्छ होला। अगाडि छ रुख छ। सिधै आएर सिधा आउनु नि काट्नु। सिधै आउनु पहिला।
छिटै आउनु काट्नु अब यहाँ अगाडि मिल्छ गर्छ हो यहाँ हो अलि यता यता आउनु तपाईँ साइड नै गाइस गैँडाले हामीलाई फेरि पछाडि नै फर्काएको अवस्था छ यसलाई त अब हाम्रो घरतिर आयो भने बेल चाल्यो होइन अब राखेल दौडाउनु पर्छ अब गैँडा हेर्न आएको अब गैँडाले त धपायो हामीलाई अब बाँकी केही पनि छैन अब हेर्न आएको यहाँ जुकाले जम्मै मताइसक्यो यहाँ गैँडाले त धपायो यहाँ जुकाले नि हैरान गर्यो यहाँ डन्डीले यहाँ लाग्यो कसरी यहाँ ढोकेर यहाँ माथि अब फेरि आउँछ मृग अब त्यही मृग हेर्ने हो गैँडाले हामीलाई लखाटेको अवस्था अब हाम्रो घरतिर आयो भने छोडिदिनु त्यसलाई हानिहाल्नुपर्छ त्यसलाई त्यसले हान्नुभन्दा पहिला हामीले यहाँ फेरि लास्टमा बसेको बहुत मजा आउँछ घुम्दै हाम्रो सफारीको टाइम सकियो अब चाहिँ गाइज नेक्स्ट ब्लगमा भेट्नुपर्छ है गाइज बाई